हुँदै हुँदै झन्डै 1-1.5 वर्ष पहिला युरोपबाट सामाजिक सुरक्षा कार्यक्रम, वृद्ध भत्ता, स्वास्थ्य उपचार, बिमा लगायतका कार्यक्रमबाट यो सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात भएको मानिन्छ। त्यसैगरी 1830-31 तिर अमेरिकाका पूर्व राष्ट्रपति फ्राङ्कलिन रुजवेल्ट उनले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न खोज्दाखेरि संसदले सामाजिक सुरक्षा कार्यक्रम उपयुक्त छैन भन्दाखेरि पनि भिटो प्रयोग गरेर वृद्ध भत्ता र स्वास्थ्य उपचार लगायतका सामाजिक सुरक्षा कार्यक्रम लागू गरेका थिए 1801 भनेको हाम्रोभन्दा अहिलेभन्दा झन्डै 200 वर्ष पहिला। त्यसैले धेरै स्क्यान्डिनेभियन कन्ट्रीहरूमा स्वास्थ्य उपचार, बिमा, वृद्ध भत्ता लगायतका कार्यक्रम लागू गरेर सामाजिक सुरक्षा भत्ता दिने गरिन्छ। भने नेपालमा यो जुद्ध झन्डै युरोपियन देशहरूले चाहिँ सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको 100 वर्ष पछाडि युद्ध शमशेरको पालामा त्यो पनि त्यतिखेरका सैनिकहरूलाई पेन्सन दिने प्रचलनबाट नेपालमा सामाजिक सुरक्षाको सुरुवात भएको मानिन्छ। पछि चाहिँ निजामती सेवाको गठन भएपछि, प्रहरी सेवाको गठन भएपछि निजामती कर्मचारीलाई प्रहरीहरूलाई पनि पेन्सन दिने प्रचलनबाट सामाजिक सुरक्षाको सुरुवात भएको नेपालमा। धेरै पहिलाबाट सुरु भए पनि हामीले 2051मा नेकपा एमालेको सरकारभन्दा पहिलो अधिकारी प्रधानमन्त्री हुनुभयो। उहाँले 200 वृद्ध भत्ता भनेर 200 दिन सुरु गरेपछि सबै मान्छेहरूले सामाजिक सुरक्षाको बारेमा व्यापक रूपले त्यतिखेरबाट कार्यक्रम आएको सामाजिक सुरक्षा भूमिका। अब यो अत्यन्त प्रभावकारी किन छ भन्नुहुन्छ भने यस्तो यो सामाजिक सुरक्षा कार्यक्रम र यो सामाजिक सुरक्षा कोष किन प्रभावकारी छ भने जस्तो एउटा कर्मचारी छ, राज्यको कोषबाट तलब खान्छ र रिटायर्ड भएपछि पेन्सन पाउँछ। यो अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई त्यसरी आफूले काम गर्न अवस्थाबाट माथि गइसकेपछि रिटायर्ड लाइफमा उहाँहरूलाई पनि पेन्सन दिने योजना हो। त्यो हुनाले यो अत्यन्त महत्त्वपूर्ण पनि छ। र अर्को महत्त्वपूर्ण पक्ष के छ भने जस्तो यो सरकारको वार्षिक बजेटमा झन्डै 42-45 अर्बभन्दा बढी रकम वर्षेनी सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत खर्च हुन्छ। त्यो भनेको नेपालको जस्तो सानो इकोनोमी भएको देशमा सामाजिक सुरक्षामै 40-45 अर्ब खर्च हुन्छ भनेको त्यो अत्यन्त ठुलो आर्थिक भार हो राष्ट्रको लागि। त्यो भारलाई कम गर्न पनि सामाजिक सुरक्षा कोषले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ। त्यो हुनाले नि यो अत्यन्त महत्त्वपूर्ण छ। र यो सामाजिक सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा कोष कार्यक्रम अब केन्द्र हुँदै यसलाई स्थानीयकरण गर्ने तर्फ हामी चाहिँ यहाँ आज सुझाव गर्दैछौँ। केन्द्र सरकारले मात्रै होइन, यसलाई स्थानीयकरण पनि गर्नुपर्छ भनेर हामी आज छलफलको लागि जुटिरहेका छौँ। र यसले अनौपचारिक क्षेत्रका सबै श्रमिकहरूलाई, अनौपचारिक क्षेत्रका सबै कामदारहरूलाई आफ्नो काम गर्ने उमेर कटिसकेपछि विभिन्न क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा भत्ता, सुरक्षा भत्ता नै भनौँ, स्वास्थ्य उपचार लगायतका अन्य क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण योगदान गर्ने र यही सामाजिक सुरक्षा कोष अन्तर्गत नै सङ्कलित रकम अरू विकास निर्माणका कार्यक्रममा पनि लगाउनु र त्यसले चाहिँ त्यसको प्रतिफल फेरि तिनै सामाजिक कोषमा योगदानकर्तामा पनि डिस्ट्रिब्युसन हुने भएको हुनाले यो राष्ट्र निर्माणको लागि पनि वृद्ध अवस्थामा गएपछि अनौपचारिक क्षेत्रका कामदार जो वृद्ध अवस्थामा प्रवेश गरिसक्नुहुन्छ उहाँले पनि राष्ट्र निर्माणमा योगदान गर्ने अत्यन्त सुनौलो अवसर पनि हो। र धेरै समय भइसकेकोले यहाँ धेरै कुरा नराख्दै र आजको यो कार्यक्रममा उपस्थित सबै महानुभावहरूलाई शब्दद्वारा स्वागत गर्दै र यसको अरू प्रभावकारिताको बारेमा अहिले हामीले प्रेजेन्टेसनमै छलफल गर्छौँ भन्दै यहाँहरू सबैलाई फेरि पनि यो कार्यक्रममा स्वागत गर्दै म स्वागत गर्दै यही अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद सरलाई। हामीले पनि आज जुन श्रम ब्याङ्क र हामी करा कर्मचारी लगायत करा शिक्षकहरू
र अनौपचारिक क्षेत्रमा काम गरिरहनु भएका सबैजनालाई हामीले यसैको विषयमा आज महत्त्वपूर्ण विषयलाई कार्यक्रममा समावेश गरेका छौँ। यो विषय राखेर गइसक्नु भएको छ सर। यसै गरेर अब कार्यक्रममा यस गान पढेर कार्यक्रमको उद्घाटनसहित आफ्नो केही मन्तव्य राखिदिनको लागि म कार्यक्रमका सभा अध्यक्ष ज्यूलाई हार्दिक अनुरोध गर्दछु। स्थानीय तहसँग सामाजिक सुरक्षा कोष अभिमुखीकरण कार्यक्रम मिति 2082 जेष्ठ 24 गते आयोजक ताराखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बागलुङ। धन्यवाद यहाँहरू सबैलाई नमस्कार। साथसाथै केही कुरा पनि भन्ने भएको हुनाले यो कार्यक्रममा उपस्थित हाम्रो उपाध्यक्षज्यू, वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, यस कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी साथीहरू र सामाजिक सुरक्षा कोषबाट पाउनुहुने फिस अधिकारी सर र म्याडम लगायत यहाँ उपस्थित सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र पालिकाको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद सहित नमस्कार व्यक्त गर्न चाहन्छु। र विषयवस्तु हाम्रो स्वागत गर्दै गर्दा हाम्रो प्रमुख प्रशासकीय अधिकृतबाट यहाँहरू समक्ष केही महत्त्वपूर्ण भनाइ उहाँले राखेर गइसक्नु भएको छ। त्यसपछि हामी सामाजिक सुरक्षामा आबद्ध भइसकेपछि के हुने हो, कसरी यो अगाडि बढ्ने हो, बढ्दै गर्दा स्थानीय तह र सामाजिक सुरक्षा कोष मार्फत के हुने हो, यो जिज्ञासा र कहलतलता हामी बिच रहेको छ। केही समयपछि हामी प्रेजेन्टेसन मार्फत हामीले गर्न खोजेको कुराहरू यहाँ सबै आउनेछन् र आइसकेपछि हामीले फेरि एउटा अन्तर्क्रिया गरेर अस्पष्ट विषयहरूलाई हामी स्पष्ट हुने गरी हामीले अन्तर्क्रियाको माध्यमबाट यो कार्यक्रमलाई हामी समापन गर्नेछौँ। साथसाथै हामी अलिकति समयको चापमा पनि छौँ। हामी यति बेला 82-83 को नीति तथा कार्यक्रम बनाउने तयारमा पनि छौँ। सङ्घीय सरकार, प्रदेश सरकारले नीति, सङ्घीय सरकारले बजेटसम्म लिइसकेको छ, प्रदेश सरकारले नीति पेश गरेको छ, बजेट ल्याउँदैछ र स्थानीय सरकार पनि हामी त्यतातिर जुटिराखेका छौँ। यसो हुँदाखेरि हामी समयको असाध्यै चापको बिचबाट यो कार्यक्रम गर्दैछौँ। यो कार्यक्रम गर्नुको पछाडि हामी जति बेला जनप्रतिनिधि निर्वाचित भएर यहाँ आयौँ, आइसकेपछि हामीले चारवटा कुरालाई जोडतोडका साथ नीतिमा अग्रपङ्क्तिमा राखेर हामीले काम गरेका थियौँ। पहिलो कुरा, हाम्रो गाउँपालिकाभित्र विकास सँगसँगै समृद्धिको यात्रा कसरी पुरा गर्ने भन्ने एउटा खाका हामीले बनाएका थियौँ। त्यो खाकाभित्र हामीले थुप्रै कार्यक्रमहरू तयार गरेका थियौँ र त्यो कार्यक्रम अन्तर्गत एउटा कुरा 100 स्मृति विश्व श्रम रोजगार भनेर हामीले सङ्घीय सरकार, प्रदेश सरकारको ऐना र हाम्रो गाउँपालिकाका कार्यविधि निर्माण गरेर हामीले
65 जना श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरेका थियौँ। त्यो 65 जना सामाजिक सुरक्षामा आबद्ध श्रमिकहरूको थुप्रै प्रश्नहरू थिए। थुप्रै प्रश्नमध्ये हामीले जम्मा गरेको पैसा के हुने एउटा मुख्य प्रश्न यहाँनिर थियो। तर उहाँहरूले पाउने सेवा सुविधा के थिए, कस्ता थिए, यो पैसा कहाँ जान्छ, कहिले पाइन्छ या पाइँदैन, यी थुप्रै जिज्ञासाको विषय थिए। यो विषयलाई हामीले आज प्रेजेन्टेसन मार्फत तपाईँहरूको जिज्ञासा मेटाउनेछौँ। भने अर्को कार्यक्रम हामीले के राखेका थियौँ भने विकास र समृद्धिको यात्रा पुरा गर्नको निम्ति श्रम शक्ति त हुँदै हो, श्रम शक्तिलाई उत्पादकत्व ठाउँमा लगाउने एउटा जमिन पनि आवश्यकता पर्छ। त्यो जमिनलाई हामीले प्रयोग गर्ने सन्दर्भमा हामीको अहिले सबैको निजी जमिन छ। नेपाल सरकारले लिजमा लिएर गर्न दिने त व्यवस्था छ, तर नेपालको सन्दर्भमा कमै छ। यसलाई मध्यनजर गरेर हामीले सहकारी मार्फत यसलाई अगाडि बढाउन सकिन्छ भन्ने सोचाइ बन्यो र हामीले ताराखोला गाउँपालिकाभित्र सबै सहकारीहरूको साझा सङ्गठनको रूपमा बहुउद्देश्य सहकारी हाम्रो सुझाव सल्लाह अनुसार अगाडि बढाउनको निम्ति हामीले गाउँपालिकामा भएका बहुउद्देश्य सहकारीहरूलाई आह्वान गऱ्यौँ कि तपाईहरूले रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू के हुन सक्छ, उत्पादकत्व र उत्पादन वृद्धि गर्ने कार्यक्रमहरू के हुन सक्छ, उहाँहरूको हामीले कार्यक्रम हामीले माग्यौँ र कार्यक्रम माग्दै गर्दा बहुउद्देश्य सहकारी मध्ये 2वटा सहकारी छनौट भएका थिए। त्यो 2वटा सहकारी छनौट भएका मध्येलाई हामीले गाउँपालिकाले केही सामग्रीहरू सहयोग गऱ्यौँ र त्यो सहयोग अनुरूप केही सहकारीहरू अगाडि बढिरहेको स्थिति छ र उहाँहरूले पनि अहिले गुनासो गरिराख्नु भएको छ। पशु चौपाया पाल्यो, राम्रोसँगले उत्पादन देला भन्दा त्यहाँ गर्ने मजदुर साथीहरूलाई जेला दिनको निम्ति समस्या परेको गुनासो गर्नुहुन्छ। कृषि क्षेत्रमा उत्पादन गर्दै गर्दाखेरि त्यसको बजार व्यवस्थापन र उत्पादनभन्दा श्रम बढिराख्ने भएको गुनासो गर्दै हुनुहुन्छ। हामीले भनेका छौँ शहीद स्मृति श्रम रोजगार जस्तै हाम्रो सहकारीहरू पनि यहाँ आबद्ध हुनुभयो भने यहाँबाट पाउने सेवा सुविधा तपाईँहरूले पाउनुहुन्छ हामीले भनेका छौँ। त्यसैले हाम्रो गाउँपालिकाबाट समृद्धिको यात्रालाई पुरा गर्नको निम्ति शहीद स्मृति श्रम रोजगार बैंक र सहकारी मार्फत अगाडि बढ्ने हाम्रो ध्येय रहेको थियो र त्यही अनुरूप हामीले अस्ति सूचना 13 गतेको कार्यपालिकाको बैठक बसेर हामीले यो बाहेकको श्रमिकहरूलाई कसरी जोड्न सकिन्छ भनेर हामी छलफल गर्दै गर्दा तेस्रो बुँदामा हाम्रो गाउँपालिकामा अहिले पनि हाम्रो 65 जना करारका कर्मचारीहरू हुनुहुन्छ। हुन त सूचना प्रविधि कम्युनिकेसनको कारणले हामीले सबैसँग सूचना सम्प्रेषण गर्न सकेनौँ होला, तर पनि करारका कर्मचारीले थाहा पाउने कुरा, बुझ्ने कुरा, सूचना हेर्ने कुरा, त्यो कति हेर्नुभयो त्यो एउटा समीक्षाको पाटो होला। तर म आज यहाँ उपस्थित हेऱ्यो भने एकदमै कमभन्दा कम उपस्थिति देखेको छु। तर हामीले सोचेको कुरा के थियो भने हाम्रो प्रमुख प्रशासकीय अधिकृतले भने जस्तै स्थायी कर्मचारीहरूको सञ्चय कोष मार्फत पैसा त्यहाँ सङ्कलन हुने, आफ्नो केही प्रतिशत पठाउने, केही प्रतिशत राज्यले थपिदिने र उहाँहरूले काम गर्दासम्म गर्ने र आफ्नो उमेर हदपत्य लगाइसकेपछि राज्यबाट पाउने सेवा सुविधा, अन्तिममा पाउने पेन्सन उहाँहरूले पाइराखेपछि त्यसलाई हामी मध्यनजर गरेर पालिकाले पनि
धेरै पढे लेखेर लाइसेन्स प्राप्त नगरिकन तर प्रशासनिक काम बाहेक अन्य चाहे खेतीपातीको सन्दर्भमा होस्, चाहे सहकर्मीको सन्दर्भमा होस्, चाहे सिकर्मीको सन्दर्भमा होस्, उहाँहरू दक्ष हुनुहुन्छ। उहाँको सर्टिफिकेट नभए पनि उहाँहरूको दक्षताको आधारमा उहाँहरूलाई पनि यो व्यवस्था राज्यले गर्नुपर्छ भन्ने हाम्रो भनाइरहेको थियो। तर हामी स्थानीय सरकारमा आइसके पछाडि उहाँहरूलाई पनि सामाजिक सुरक्षामा आबद्ध गरेर अन्ततः स्थायी कर्मचारीहरू जस्तै पाउने सेवा सुविधा उहाँहरूलाई दिनुपर्छ भन्ने हाम्रो सोचाइ रह्यो र त्यही अनुरूप हामीले आज कर्मचारीहरू सबैलाई बोलाएका हौँ। तर उहाँहरू उपस्थित हुनुभएको छैन। यसको हामी समीक्षा गरौँला। जे जति यहाँ उपस्थिति हुनुभएको छ आज उहाँहरूले राम्रोसँग बुझ्नुहुनेछ र नबुझेको कुरा छलफल गर्नुहुनेछ र छलफल गरिसकेपछि जति बेला स्थानीय सरकारले उहाँहरूलाई राख्नेछ त्यति बेलासम्म पारिश्रमिक पाउनुहुनेछ। तर कुनै न कुनै बेला उहाँहरूलाई सम्झौता नगरेर यो करार कर्मचारीबाट निकाला गर्ने बेलामा उहाँहरू जति यहाँ श्रम गर्नुभयो या काम गर्नुभयो, काम गरे बापत त उहाँहरूले पाउनुहुनेछ। तर निक्लिने बेलामा खाली हात निक्लिनु पर्नेछ। त्यसलाई मध्यनजर गरेर हामीले उहाँहरूलाई पनि श्रम बैंक जस्तै सूचीकृत गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको थियो र यो करार कर्मचारीहरूले बुझ्नुहुनेछ भने हामी साथसाथै अर्को पङ्क्तिलाई पनि हामी आह्वान गरेका थियौँ। त्यो अर्को पङ्क्ति हाम्रो टोल विकास संस्था हुनुहुन्थ्यो। टोल विकास संस्था हाम्रो एउटा वडामा हाम्रो 5 देखि 9 वटा टोल सुधार समिति रहेका छन् र हामीले गत वर्ष टोल सुधार समितिलाई सामान्यतया सूचना खर्च, सञ्चार खर्च र त्यहाँ सामान्य कार्यालय सञ्चालन कपी कलम भनेर हामी थोरै बजेट विनियोजन गरेका थियौँ र कैयौँ काम विकास निर्माणका कामदेखि लिएर त्यहाँ टोल विकास सब समितिमा हुने मुद्दा मामला आदि इत्यादि वडालाई चाहिने कागजात डकुमेन्टहरू आदि सबै उहाँहरूबाट हुने गर्दथ्यो र उहाँहरूलाई पनि हामीले के आह्वान गरेका थियौँ भने उहाँहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहोस्, हाम्रो पालिकामा सूचीकृत हुनुहोस्। त्यस अर्थमा हामीले उहाँहरूलाई पनि बोलाएका थियौँ। अन्ततः उहाँहरू कति आउनु भएको छ त्यो पनि हामी अहिले हेरौँ। त्यस सँगसँगै हामीले हाम्रो गाउँपालिकाभित्र 11 वटा सहकारीहरू पनि अहिले राम्रो रूपमा सुचारू रूपमा सञ्चालन भइराखेको अवस्था छ भने अर्कोतर्फ राष्ट्रिय स्तरमा सहकारीको खोज गरिमा जो जनतालाई नजिकबाट आर्थिक क्षेत्रमा सहयोग गरेको थियो त्यो ठुलो मात्रामा घटेर गएको छ र सञ्चालक समितिप्रति थुप्रै प्रश्नहरू छ। त्यो शेयर सदस्यहरूप्रति थुप्रै प्रश्नहरू छ। त्यो प्रश्नहरू हुँदाहुँदै पनि हामीले भनेका थियौँ सहकारीभित्र हाम्रो जो नाफा भएर लाभांशको रूपमा वितरण गर्छौँ र घाटापूर्ति कोष हामीले त्यहाँ राखेका हुन्छौँ। त्यो घाटापूर्ति कोषबाट सहकारी सदस्यहरू वा सञ्चालक समितिहरू वा जो कोही पनि यो सामाजिक सुरक्षामा आबद्ध हुनुभयो भने दीर्घकालीन रूपमा यसले दिने फाइदाहरू थुप्रै हुनेछन्। त्यस कारणले सहकारीको टिमलाई पनि हामीले यहाँ आह्वान गरेका थियौँ र कति आउनुभयो कति आउनु भएको छैन यो पनि छलफलको विषय बन्यो। साथसाथै हामीले यहाँका थुप्रै आमा समूहहरू क्लबहरू र थुप्रै टिमलाई अन्य होमस्टेलाई पनि हामीले निमन्त्रणा गरेका थियौँ। किन गरेका थियौँ भन्दाखेरि आजको विषय जो हामीले हाम्रो स्थानीय सरकारले एउटा पुलको काम गर्ने हो र पुलको काम गरिसकेपछि जो सामाजिक सुरक्षाको अहिले त्यहाँ यस सम्बन्धी सबै गतिविधिहरू प्रेजेन्टेसन हुँदैछ त्यो पुलको काम गरेर हामीले अहिले जोड्नको निम्ति कोसिस गरेका हौँ। हामीलाई जोड्नुको पछाडिको कारण के थियो? कारण एउटा मात्रै थियो, हाम्रो कुनै स्वार्थ थिएन त्यसमा। हामी कुनै स्वार्थ स्थानीय सरकारलाई पनि छैन, जनप्रतिनिधिलाई पनि छैन। तर एउटा मात्रै स्वार्थ के थियो भने नेपालमा हामी हेऱ्यौँ
दिनानुदिन वैदेशिक रोजगारको निम्ति मान्छे जो विदेश जाने प्रक्रिया तीव्र गतिमा छ, यो गतिलाई हामी रोक्न सकिएन भने कुनै न कुनै दिन निकै ठुलो सङ्कट नेपालमा पैदा हुनेवाला छ। नेपालमा हुने भनेको हाम्रो ताराखला गाउँपालिकामा पनि हुनेवाला हो। त्यसकारणले हामीले त्यसलाई रोक्नु एउटा कारण थियो। त्यो रोकिसकेपछि हामीले पाउने भनेको सुविधा मैले भने फेरि पनि म दोहोऱ्याएर भन्न चाहन्छु, पढे लेखेको थाई कर्मचारीहरूले जसरी सञ्चय कोष मार्फत उहाँहरूले पारिश्रमिक लिएर पनि अन्ततः वृद्ध अवस्थामा पेन्सन ल्याउने अवस्था छ, त्यो पेन्सन हाम्रा श्रमिक वर्गहरूलाई पनि दिलाउनुपर्छ भन्ने स्थानीय सरकारले जो परिकल्पना गर्यो, त्यही परिकल्पना अनुरूप हामीले 65 जनालाई हामीले आबद्ध कति बेला गरेका थियौँ भने जति बेला हामी 2079 वैशाखमा हामी आएका थियौँ र हामीले वैशाखमा आइसकेपछि 9 महिना 10 गते हामीले श्रम सदस्यहरूको एउटा टिमलाई सभामा ठुलो सभा तामझामका साथ हामीले गरेका थियौँ र त्यसमा हामीले निरन्तर कुरा अगाडि बढाइराख्यौँ। उहाँहरूले काम गरिरहनु हो। 65 जना मध्ये उहाँहरूले पैसा जम्मा गर्नु भएन। सबै जम्मा जम्मी पैसा कतिजनाले जम्मा गर्नुभयो भने 46 जनाले मात्रै पैसा जम्मा गर्नुभयो। त्यो 46 जनाले गरेको पैसा जति जम्मा गर्नु भएको थियो त्यसको हामीले समथिङ 1100 हामीले जम्मा गर्छौँ। 1100 भन्दा अलिकति माथि श्रमिकहरूले जम्मा गर्नुभयो। जति बेला उहाँहरू सूचीकृत भइसक्नु भएको श्रमिकहरूको मात्रै हामीले जम्मा गर्छौँ र त्यो पैसा पनि हाम्रो सामाजिक सुरक्षा कोषमा इन्ट्री भइसकेको छ र उहाँहरूले आज हाम्रो मेडम 2 नम्बर वडा कार्यालयको हाम्रो श्रम रोजगार अफिसमा हुनुहुन्छ र 46 जनाको आज उहाँहरूले एउटा कार्ड बनाउँदै हुनुहुन्छ र त्यो कार्ड बनाइसकेपछि उहाँहरूले पाउने सेवा सुविधा के कति पाउने हो अहिले हाम्रो प्रेजेन्टेसनमा आउनेछ। तर मैले बुझेको यति मात्रै हो, उहाँहरूले जति बेला कार्ड प्राप्त गर्नुहुनेछ उहाँहरूले स्वास्थ्य क्षेत्रको 10 लाखसम्मको होला सायद कतिसम्मको जिम्मा यो सामाजिक स्वास्थ्य यो अफिसले लिनेछ। हामीको आज निकै धेरै छलफल भयो। त्यो छलफलमा पनि हामीले हाम्रै गाउँपालिकाभित्रको स्वास्थ्य हुनसक्छ, ढिलाको स्वास्थ्य हुनसक्छ, हरिचरको अस्पताल हुनसक्छ, बागलुङको त्यहाँभन्दा अगाडि त उहाँहरूको अलरेडी छँदैछ। पोखरामा मात्रै 5वटा अस्पतालहरू छन् भन्ने कुरा छ। तर त्यो सामाजिक सुरक्षामा आबद्ध भएको श्रमिकलाई मात्रै हो या त्यसको परिवारलाई पनि हो या त्यसको पेन्सन अथवा त्यसको सेवा सुविधा तलसम्म हो, यो थुप्रै प्रश्नहरूको जवाब अहिले उहाँहरूले दिनुहुनेछ। र साथसाथै मैले बुझेको अन्तिम फेरि पनि यहाँका श्रमिकहरूले कुनै न कुनै दिन पेन्सन पाउनै पर्छ। त्यो पेन्सन पायो भने निश्चय रूपमा पनि हाम्रा श्रमिकहरूले अझ श्रमप्रति निकै राम्रोसँग श्रम गरेर उत्पादनलाई बढाउनु हुनेछ। त्यो उत्पादनलाई बढाउने भनेको रोजगारी सिर्जना गर्ने हो। रोजगारी सिर्जना गर्ने भनेको गाउँको र देशको विकास हुने हो। विकास हुने भनेको पुँजी आर्जन गर्ने हो। त्यो पुँजी आर्जन गरेपछि श्रमिक पनि धनी बन्नेछ, देश पनि धनी बन्नेछ। यो परिकल्पनाका साथ हामीले जो श्रम बैंकको परिकल्पना गऱ्यौँ र त्यो श्रम बैंकले उत्पादन गरेको जति पनि कृषिजन्य वस्तु अथवा अखाद्य वस्तु बिक्री वितरण गरेर पुँजी आर्जन गर्ने हो। त्यो पुँजीलाई बजार व्यवस्थापन र बजार व्यवस्थापन सँगसँगै उहाँहरूको उत्पादन भएको वस्तुको पैसा पाउने सुनिश्चितता गर्दैनको निम्ति हामीले सहकारीलाई पनि अगाडि सारेको। तर यो दुईवटाको तालमेलको बारेमा हामी बुझाउँदैछौँ, छलफल हुँदैछ, अगाडि बढिराखेको छ। तर तपाईँहरूको केही प्रश्न र जिज्ञासाहरू श्रम बैंकलाई पनि छ, सहकारीलाई पनि छ। तर यो दुईटै जिज्ञासालाई मलाई लाग्छ आज
सामाजिक सुरक्षा कोषबाट आउने हाम्रो कृष्ण सरले प्रेजेन्टेसन मार्फत सबै कुराहरूलाई मेटाउनु हुनेछ। तर मलाई विश्वास छ, विश्वास कहाँनिर छ, हाम्रो ताराखोला गाउँपालिकामा जो अनपढ भन्ने छ, जो कसैले केही गर्न जान्दैन भन्ने छ, तर मेरो भनाइमा जसले जे जानेको छ त्यही दक्ष हो, त्यही इन्जिनियर हो, त्यही पाइलट हो, त्यही दहकर्मी हो, त्यही सिकर्मी हो। उदाहरणको निम्ति यहाँ धेरै पढेको हाम्रो प्रमुख प्रशासकीय नै हुनुहुन्छ, आज बढुवा पनि हुनुभएको छ भन्ने सुनेको छु मैले अलि केही समय अगाडि। उहाँलाई किसानको हलो ताक्न जानुहोस् भन्ने हो भने उहाँले हलो ताक्न जान्नुहुन्छ। त्यस कारणले हलो ताक्ने मान्छे नै दक्ष हो, त्यो नै हाम्रो के हो प्राविधिक हो, त्यो नै सिपालु हो। त्यस कारणले जो जहाँ जानेको छ ती मान्छेहरूले के गर्नुपर्छ, राज्यले उहाँहरूलाई पनि दीर्घकालीन लङ टाइममा बाँच्ने एउटा आधार पैदा गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले सोच्यौँ। त्यो कुरा हामीले सामाजिक सुरक्षा आबद्ध गऱ्यौँ र त्यतातिर जानुहुनेछ भन्ने कुरा राख्दै अन्तिममा हेर्दाखेरि अपत्तारेलो यसो हेर्दाखेरि के हो जस्तो हुन्छ कि हुँदैन भने जस्तो, तर कुनै न कुनै बेला हामी यो समाजमा रहनेछौँ, बाँच्नेछौँ, हेर्नेछौँ, डुल्नेछौँ। तर यो सामाजिक सुरक्षा कोष भनेको यस्तो चिज हो, बुढेसकालको बेला अथवा अहिले श्रीमान श्रीमती हुनुहुन्छ, रमाइलो छ, अथवा तपाईँहरूको तलब छ, सेवा सुविधा छ, पुँजी छ, तर यो सदाबहार रहन्छ भन्ने कुरा कुनै न कुनै अकल्पनीय घटनाहरू पनि हुन सक्छन्। त्यसकारणले त्यस्तो अवस्थामा हामी देख्छौँ नेपाल सरकारले गर्ने काम यो हो, नेपाल सरकारले वृद्धाश्रम खोल्छ, त वृद्धाश्रममा जाने बाटो बन्द हुनुपर्छ र वृद्धाश्रममा जाने बेला बुढेसकालको सहारा सामाजिक सुरक्षाबाट पेन्सन लिएर हामी दुःख सुख छोराछोरी नाति नतिनासँग घरमै बसेर उहाँहरूले हेला गरे पनि पेन्सनको सहारामा बाँच्नु पाउनुपर्छ भन्ने यो आजको मुख्य ध्येय हो। सँगसँगै बाँचुन्जेल हामीले पाउने सुविधा स्वास्थ्य क्षेत्रको पनि यो कुरा पनि यहाँले बोल्नु नै छ भन्ने मेरो भनाइ राख्दै यो उद्घाटन सत्रको मन्तव्यलाई यही स्थगन गर्दै यो कार्यक्रमलाई अब प्रेजेन्टेसन मार्फत अगाडि बढाउनु हुनेछ र यहाँहरू सबैसँग एउटा कपी र एउटा कलम हुनुपर्छ। बिचमा उहाँले भन्दै गएको विषयलाई तपाईँलाई लागेको विषय त्यहाँ कपीमा टिप्नुहुनेछ र कपीमा टिपिसकेपछि उहाँले प्रेजेन्टेसन सकाएपछि एउटा अन्तर्क्रिया मार्फत दोहोरो छलफल मार्फत हामीले यो विषयवस्तुलाई बुझ्यौँ भने निश्चय पनि नेपाल सरकारले सोचेको कुरा र स्थानीय सरकारले सोचेर नीति र कार्यक्रम मार्फत अगाडि बढाएको कुरा पुरा हुनेछ भन्ने एउटा विश्वासका साथ मेरो उद्घाटन मन्तव्य यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। धन्यवाद अध्यक्षज्यूलाई। निश्चित पनि ताराखोला गाउँपालिकामा श्रम विश्व श्रम रोजगार ब्याङ्क र ताराखोला बहुउद्देश्य सहकारी संस्था जुन छ त्यो तपाईँहरूले सुरुमा नबुझे जस्तो के हो जस्तो लागे पनि यो यसले चाहिँ अनौपचारिक रूपमा हामीले आफूले जानेको सिप भनौँ, तपाईँको हातमा कुनै सर्टिफिकेट नभए पनि तपाईँको जुन क्षमताको सर्टिफिकेट तपाईँसँग छ अथवा जुन क्षमता तपाईँभित्र छ त्यो क्षमताबाट पनि हामीले केही सेवा सुविधा स्थानीय तहले दिएर र केही योगदान तपाईँले गरेर पाउने सेवा सुविधाको लागि हामीले धेरै ठुलो महत्त्वपूर्ण कार्यलाई अगाडि बढाएका हौँ। त्यो विषयलाई बुझ्न केही समय लाग्दा केही अप्ठ्याराहरू अवश्य आउला, तर पनि फेरि यो दीर्घकालीन रूपमा तपाईँ हामी अनौपचारिक क्षेत्रबाट पनि सेवा सुविधाहरू सरकारी रूपमै लिएको जस्तै गरेर लिन पाउने एउटा कार्यविधि नै बनाएर ताराखोला गाउँपालिका अगाडि बढेको कुरा तपाईँ धेरैलाई पनि पक्कै पनि त्यसको विषयमा विज्ञ हुनुहुन्छ, त्यसको विषयमा जानकार हुनुहुन्छ। यसमा तपाईँहरू अन्य रहनुपर्ने विषय छैन, जहाँ दीर्घकालीन रूपमा तपाईँहरू रोजगार बढ्ने कुरा र दीर्घकालीन रूपमा तपाईँहरूले सेवा सुविधा प्राप्त गर्ने विषयमा ताराखोला गाउँपालिकाले सोचेको यो विषय नितान्त नयाँ विषय
बिस्तारै एउटा साइजमा एउटा प्रक्रियामा अगाडि बढाउँदैछौँ र जुन प्रकारले हामीले यो विषयलाई सोच्न अगाडि ल्यायो, सोचलाई अगाडि ल्यायो, त्यसलाई व्यवहारिक रूप दिँदाखेरि केही समस्याहरू त अवश्य आउँछन्। आउँदै पनि तपाईँ हामी अनौपचारिक सेक्टरमा रहेका व्यक्तिहरूले पाउने सेवा सुविधा जुन औपचारिक क्षेत्रका व्यक्तिहरूले जतिकै रूपमा अगाडि बढाउनु पर्छ भनेर स्थानीय तहले चिन्ता र चासोका साथ अगाडि बढाएको छ। त्यसको लागि तपाईँहरू जो श्रमजीवीमा हुनुहुन्छ, जो सहकारीमा हुनुहुन्छ, तपाईँहरू पक्कै पनि भाग्यमानी हो। करार कर्मचारी भन्दा पनि तपाईँहरू भाग्यमानी मान्छु मैले, किन भन्दा स्थानीय तहले तपाईँहरूले दिनुपर्ने योगदानका साथै स्थानीय तहले पनि तपाईँहरूलाई योगदान दिइसकेको छ, राखिसकेको छ, पैसा राखिसकेको छ, तपाईँहरूको नाममा जम्मा भइसकेको छ। त्यसबाट पाउने सेवा सुविधाको विषयमा चाहिँ हामी अब कसरी अगाडि बढ्ने त भन्ने विषयमा धेरै ठुलो महत्त्वपूर्ण विषयमा हामी प्रवेश गर्दैछौँ। तपाईँ हामी यहाँ उपस्थित हुने कुरा र यो हलमा प्रवेश गरे पछाडि हामीले गर्नुपर्ने र हामी यो कार्यक्रममा उपस्थित भएपछि हामीले बुझ्नुपर्ने विषय चाहिँ अब हामी अगाडि बढेर आइराखेका छौँ। त्यो विषयलाई तपाईँले एक एक गरेर रिपोर्ट गर्नु न, जहाँनिर बुझ्नुहुन्न त्यसलाई टिपेर राख्नु। फेरि पनि प्रश्न आउनुपर्ने छ, यो राज्यले ऐन नियम र कार्यविधिभित्र परेको विषय भएको कारणले तपाईँले सुरुमै नबुझ्न पनि सक्नुहुन्छ, तर नबुझेको विषयलाई पनि 1 by 1 टिपेर राखिदिनु होला र अन्तर्क्रिया मार्फत तपाईँहरू स्पष्ट भएर जानुपर्छ कि सामाजिक सुरक्षा कोष के हो त भन्ने विषयमा हामी पक्कै पनि स्पष्ट भएर यो हलबाट बाहिरिनुपर्छ र अन्य व्यक्तिहरूलाई पनि र जो स्वरोजगार गर्न चाहनुहुन्छ, जसले आफै एउटा कुनै पनि उत्पादनशील कार्यक्रममा जोडिनु भएको छ, उहाँहरू पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि यो टिमले नै प्रोत्साहन गर्ने एउटा जमर्को गर्नेछ भन्ने मैले विश्वास लिएको छु। र तपाईँहरू एकदम ध्यान दिएर हामीले सामाजिक सुरक्षा कोषको विषयमा 1 by 1 मुद्दाहरू बुझेर यहाँबाट बाहिर निस्किनेछौँ। त्यसको लागि सबै एकदम ध्यान दिएर नै यो कार्यक्रममा उपस्थित भइदिनु होला, बसिदिनु होला, हो हल्ला नगरिकन भन्दै मैले अबको यो आफ्नो प्रमुख विषय अथवा यो सामाजिक सुरक्षा कोषको विषयमा प्रेजेन्टेसन राखिदिनको लागि सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक कृष्ण अधिकारी सरलाई आफ्नो महत्त्वपूर्ण विषयलाई अगाडि बढाइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। सामाजिक सुरक्षा कोषले के काम गरिरहेको छ, किन हाम्रो जीवनसँग जोडिन्छ अथवा हाम्रो जीवनलाई सरल बनाउन सामाजिक सुरक्षा कोषले के कामहरू गर्न सक्छ भन्ने विषयमा आजको संवाद चाहिँ महत्त्वपूर्ण रहनुपर्छ। ल त आजको हाम्रो यो बसाइ अथवा संवाद चाहिँ सामाजिक सुरक्षा के हो, सामाजिक सुरक्षा कोषको योजनाहरू के हो र हामी यहाँ कसरी जोडिन सक्छौँ, जोडिँदा के फाइदा हुन्छ भन्ने बारेमा हामीले चाहिँ हेर्छौँ। सम्भवतः यहाँको समयलाई ख्याल गरेर मैले चाँडो पर्खाइ आउँछ है, गोडमेलको अथवा तपाईँको कामहरू अथवा एनजिओको कामहरू हुनसक्छ। सामाजिक सुरक्षा कोष के हो भनेर सामान्य हेऱ्यो भने यो हो, एउटा शरीरको जीवनचक्रमा आइपर्ने प्रत्येक जोखिम व्यवस्थापन गर्ने राज्यको जवाबदेही संयन्त्र। त्यसमा आबद्ध भइसकेर योगदान गरिसकेपछि मैले किन सुविधा पाइनँ अथवा मलाई दिएको सुविधा चाहिँ पर्याप्त भएन, राज्यले यो काम गर्नुपर्छ अथवा राज्यले पर्याप्त काम गरेन भनेर प्रश्न गर्ने ठाउँ चाहिँ सामाजिक सुरक्षा कोष, सामाजिक सुरक्षा कोषको संयन्त्र हो, जहाँ चाहिँ हरेक तपाईँले गरेको हरेक योगदानको जवाबदेहीका यो संयन्त्रहरू चाहिँ दिनुपर्छ। मैले यति योगदान गरेको थिएँ, मैले किन सुविधा पाएँ अथवा मेरो बच्चाले किन सुविधा पाउन सक्दैन भनेर जवाबदेहीता माग्ने ठाउँ हो। आज ठुलो त हामीले यो सामाजिक सुरक्षा कोषले के काम गर्छ भन्ने सवालमा हेर्छौँ। यसका 3टा कामहरू है, एउटा सर्वव्यापी स्वास्थ्यको पहुँच, त सबै नारीले जहाँ यहाँ जोडिन्छ त्यो
योगदानकर्ताको परिवारले गुणस्तरीय स्वास्थ्य सेवा सहज तरिकाले सस्तो दरमा चाहिँ पाउनुपर्छ। त्यो कुरालाई चाहिँ कसरी सुनिश्चित गर्छ? यो सामाजिक सुरक्षाको बाहिर हामीले सुन्छौँ नागरिकले काम गर्छ, काम गर्ने बेलासम्म काम गर्छ, केही परि आयो भने राज्यले हेर्छ। हाम्रो प्रमुख प्रशासकज्यूले भन्नुभयो त्यही संयन्त्र हो। अब हामीले यहाँ चाहिँ 2074 सालमा सुरु गऱ्यौँ। 2072 सालको संविधानको मर्मअनुसार हामी ढिलो सुरु गऱ्यौँ। युरोपियन अथवा अमेरिकन र जापानिज मोडलमा चाहिँ धेरै पहिला अभ्यास भइसक्यो। हाम्रा डाँडा पहाड खाली हुनुको त्यो पनि एउटा काम हो। त्यहाँ चाहिँ सोसियल वेलफेयर राम्रो छ, अफसरहरू राम्रो छ। त्यही अभ्यास हामीले ढिलो सुरु गरेको कारणले गर्दा हामीले नयाँ पुस्तालाई आशा चाहिँ देखाउन सकेका छैनौँ। त्यो आशा देखाउने ठाउँ चाहिँ त्यो मार्फत पनि हो। त्यो कुरा गरेँ पहिला कसरी एउटा नागरिकले गुणस्तरीय स्वास्थ्य पाउँछ, त्यसलाई कसरी सुनिश्चित गर्न सक्छ, कसरी स्वास्थ्य राज्यको हुन्छ। मूलतः आज हाम्रो एउटा संवाद त्यसमा रहनेछ। अर्को योगदानमा आधारित पेन्सन। यहाँ मैले बुझेकै हुन्छ इन्डियन रिटायर आर्मी अथवा नेप्लिज आर्मी अथवा ब्रिटिस आर्मी, त्यो रिटायर भइसकेपछि मजाले पेन्सन हुन्छ, स्वास्थ्यको पार्ट पनि त्यहीँको सरकारले हेरिदिन्छ। त्यो कसरी गराउन सकिन्छ? त्यो कसरी हुन्छ? हरेक नागरिकलाई पेन्सनर हामीले कसरी बनाउन सकिन्छ? दिगो स्रोतमा आधारित त्यो कुरा पनि आज संवाद गर्नुहुन्छ। र आन्तरिक पुँजी निर्माण जुन अहिले भन्नुभयो, हामीले आन्तरिक पुँजीलाई कसरी प्रवर्धन गर्नु सक्छौँ? कसरी श्रम संस्कारलाई चाहिँ हामीले फल्ने फुल्ने बनाउन सक्छौँ? कसरी कृषि काम गरेको अथवा कर्मी काम गरेकोलाई पनि मैले राम्रो काम गरेको छु, राज्यले मेरो कामलाई चाहिँ पहिचान गरिदिएको छ भन्ने वातावरण कसरी बनाउन सक्छौँ? त्यो सामाजिक सुरक्षा कोष मार्फत त्यसको आधारहरू के हो, त्यसको बारेमा पनि आज हामी चर्चा गर्छौँ। हामीले स्वास्थ्यको कुरा गर्दाखेरि मातृत्वको अवस्थामा सुरक्षित एउटा बच्चा आउँदै गरेको आमालाई सुरक्षित अथवा पोषणयुक्त खानेकुराको आवश्यकता पर्छ। त्यो कसरी सुनिश्चित गर्छ त यो संयन्त्रले? बच्चा भइसकेपछि फेरि पोषणयुक्त खानेकुराको आवश्यकता पर्छ, रेगुलर हेल्थ चेकअपको आवश्यकता पर्छ। त्यो कसरी सुनिश्चित गर्न सकिन्छ त? एउटा कामकाजी महिलालाई अथवा एउटा कामकाजी पुरुषको श्रीमतीलाई कसरी सुरक्षित बनाउन सक्छ त राज्यले सामाजिक सुरक्षाको मार्फत? त्यसको बारेमा हामीले यो कुरा बिरामीको अवस्था, बिरामी हुँदाखेरि चिकित्साको खर्च पनि लाग्छ, त्यसको सँगै यसले काम गर्न जान सक्दैन। त्यति बेला उसलाई रेगुलर अथवा नियमित आयको आवश्यकता पर्छ पाउनको लागि। त्यो कसरी सुनिश्चित हुन सक्छ? जुन हामीले विदेशमा सुन्छौँ बिरामी भयो भने स्वास्थ्य उपचार पनि राज्यले हेरिदिन्छ र बिरामी हुँदाखेरि केही अंश अथवा केही हिस्सा उसको घरमा चाहिँ पठाउँछ। कसरी हुन्छ त्यो बारेमा